हेलो गाइस, वेलकम टू माई मिनी ब्लग। आज की यस ब्लगमा तपाईहरुलाई म देखाउनु चाहिँ धरारा भिजिट है त। अब हामी यहाँबाट टिकट काटेर भित्र जाँदैछौँ र टिकट हामीले लिइसकेको छौँ र भित्र हामी एन्ट्री गरिसकेको छौँ। तपाईले देख्न सक्नुहुन्छ अमेजिङ दृश्य र तपाईको लेफ्ट राइटबाट एन्ट्री गर्ने छ र इन्टेरियर हेर्नुहुन्छ भने एकदमै बब्बाल छ। तपाईले देख्न सक्नुहुन्छ यस्तो राम्रो डेकोरेसन गरेको छ भित्र पनि हैन, पुरै अब भनौँ न ढुङ्गाले चिनेको यो स्ल्याबहरू हालेर बनाएको छ। अमेजिङ, तपाईले देख्न सक्नुहुन्छ। वाउ, फन्टास्टिक डेकोरेसन छ। अब हामी भित्र जाँदैछौँ गाइस है त। ल यसरी हामी यो बाहिरको हेरेर अब हामी भित्र एन्ट्री हुँदैछौँ र हामी यहाँबाट चाहिँ दोस्रो दुईटा तरिका रहेछ, एउटा स्टेयरवेको थ्रु, एउटा लिफ्टको थ्रु एकदमै भिड थियो र हामीले चाहिँ निर्णय गऱ्यौँ हिँडेर जाँदाखेरि चाहिँ हाम्रो फुपू पुसै म चाहिँ हामी हिँड्दै गयो र सोचेको थिएन यो 9 तले धरारा भन्ने त सुनेको थियो, तर एकदमै छोटो होला भनेर जाँदाखेरि हामीलाई यो लगभग जाँदाखेरि 20 मन्जिलसम्म हामीले यसरी हिँड्न पर्यो हैन। अनि तपाईहरुले देख्न सक्नुहुन्छ बीचमा पोल पनि रहेछ। यस्तो राम्रो दृश्य तपाईहरुले देख्न सक्नुहुन्छ है। म चाहिँ 7 तलामा छु, अहिले 8 तलामा छु। यसरी बीचमा हामी चाहिँ थकै मार्दै बस्दै अहिले 9 तलासम्म पुगिसकेपछि हामी फेरि एकछिन थकै मार्दै त्यहाँको पोलबाट हामीले हेर्दै फेरि हामीले चाहिँ ओभरभ्यू क्याप्चर गर्दै अनि त्यसपछि फेरि यो 10वें तल्लामा पुग्यो। 10वें तल्ला पनि अब हामी सरासर 11-12 हुँदै हामी बिचमा थकै जति लाग्छ हामी चाहिँ होलकोबाट हामीले चाहिँ बाहिर ओभरभ्यू गर्दै 14 सम्म पुग्यो, हामी 15 सम्म पुग्यो, हामी 16 सम्म पुग्यो र लिटरली वी वर टोटली टायर्ड, किनभने यो एकदमै धेरै माथि थियो हैन। लिफ्टमा त एकैचोटि हुँदो रहेछ। ल फाइनली हामी चाहिँ यहाँ पुग्यौँ अनि त्यसपछि पुगेपछि बाहिरको दृश्य वाउ अमेजिङ। यस्तो राम्रो हावा चलेको नि गाइज है, सिरिरी लाइक हुन्छ नि एसी को जस्तै हावा चलेको थियो। अराउन्ड मैले चाहिँ सबै क्याप्चर गरेँ दृश्यहरू। यहाँबाट काठमाडौँको 360 भ्यू जस्तै पुरै वरिपरि सबै देख्दो रहेछ। यहाँबाट स्वयम्भू हैन, सेतो गुम्बा, अनि त्यसपछि लाएर लगाइस यहाँबाट सिंहदरबार, त्यसपछि लाएर रत्न पार्क अनि टुडेखल सबै चाहिँ यहाँबाट दृश्य देख्दो रहेछ, स्वयम्भू पनि देख्दो रहेछ। र म यसै क्रममा भिडियो घुमाउँदै म फुपूकोतिर नि गएँ। फुपूलाई खोज्दै गएँ र फुपूसँगको कुराकानी पनि फुपूलाई म सोध्न गइरहेको छु कस्तो लागेको छ फुपूलाई यहाँको दृश्य हैन। तपाईहरुले देख्न सक्नुहुन्छ अमेजिङ दृश्य। ल यता भन्नु ल कस्तो लागेको छ त अहिले धरारा माथि? राम्रो लागेको छ बाबु, बहुत राम्रो लागेको छ। थाक्नु त भएको छैन नि? थाकेको छैन। कस्तो भ्यू देख्दै रहेछ सबै पुरा काठमाडौँ